माई गॉड लौ हेर यस्तो जुत्ता लगाएर यस्तो चप्पल लगाएर यस्तो भइरहेछ अवस्था यसलाई पानीको फोर्सले आउँदो रहेछ केरा काम लाग्यो रे यहाँ देखौ फोटो चाहिँ ओए के बनाउनलाई ल है ल ल यो पो हो त पिकनिक प्योर पिकनिक हेलो एभ्रिवान गुड मर्निङ वेलकम टु माई न्यू भिडियो सो गाइज आज चाहिँ हामीहरू पिकनिक जाँदैछौँ सो पिकनिक जाँदैछौँ साथीहरूसँग एकदमै रमाइलो गर्नेवाला छौँ सो गाइज आज हामी अथेन्टिक नेपाली पारामा पिकनिक गर्नेछौँ सो नेपाली पारामा दाल भात तरकारी बनाएर मासु बनाएर खानेवाला छौँ सो गाइज एउटा कुरा भन्न चाहन्छु फर्स्टमा चाहिँ पिकनिक जानुभन्दा अगाडि चाहिँ एउटा स्याड न्युज म चाहिँ अपार्टमेन्ट मुभ हुँदैछु म चाहिँ एकदमै मिस गर्छु यो अपार्टमेन्ट अनि यो बाल्कनीबाट देखिने यो भ्यू अनि एकदमै मिस गर्नेवाला छु आज चाहिँ म फर्स्टमा यो मेरो बाल्कनी अनि त्यस पछाडि यो टक गरेर यो भ्यू यो एकदमै मनपर्छ के अनि स्याड न्युज भनेको चाहिँ पिकनिक जाने चाहिँ खुसीको न्युज ह्याप्पी न्युज अनि स्याड न्युज चाहिँ म चाहिँ अपार्टमेन्ट मुभ हुँदैछु आज मेरो अपार्टमेन्ट मुभ हुने टाइम थियो तर म चाहिँ पिकनिकको कारणले चाहिँ अपार्टमेन्ट मुभ नहुने बरु पिकनिकलाई चाहिँ फर्स्ट प्रायोरिटी दिने त्यस पछाडि चाहिँ भोलि चाहिँ अपार्टमेन्ट मुभ हुने सोचिरहेको छु सो गाइज एकदमै मिस हुन्छ यो अपार्टमेन्ट एकदमै राम्रो छ सो मेरो रुमको हालत यो छ अलि सबै होइन यस्तो छ सो गाइज आज चाहिँ हाम्रो गाडी एकदमै सफा छ केटाको हातमा पऱ्यो भने सफा हुन्छ यो चाहिँ गलत हो केटीको हातमा पऱ्यो भने एकदमै सफा हुन्छ गाडी अनि सो मैले चाहिँ अब आफ्नो ड्राइभर एकदमै के अरे 100% पास बनाइसकेको छु मेरो ड्राइभर है अब त मस्तले यहाँबाट लेफ्ट राइट लेफ्ट भन्दै बस्ने हो होइन पर्दैन सो गाइज म त अब त यहाँ बस्ने हो अर्डर गर्ने हो टक्क प्लिज क्यान वी गो लेफ्ट साइड प्लिज क्यान वी गो राइट साइड है चिल छ नि मलाई होइन टक्क गरेर मैले चाहिँ 3 महिनाको ट्रेनिङ पछि ड्राइभर रेडी गरेको हो सो गाइज हामीहरू आइसक्यौँ हाम्रो न्यू अपार्टमेन्टमा यो चाहिँ हाम्रो नयाँ अपार्टमेन्ट टक्क लाइट अन कता छ ओ मेरो हामीहरूको किचन यो टक्कै किचन हुन्छ अब चाहिँ होइन यो डाइनिङ हुन्छ यो लिभिङ रुम हुन्छ अनि यहाँबाट टक्क गएर यस्तो भ्यू देखिन्छ है ल यस्तो अपार्टमेन्ट छ अनि यहाँबाट फेरि यस्तो भ्यू पनि देखिन्छ है सिधै ओइ होइ अनि त्यस पछाडि यो चाहिँ यो चाहिँ टोइलेट बाथरुम ओइ होइ कस्तो दामी 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 छ लगाइज है हामीहरू नयाँ अपार्टमेन्टमा मुभ भइसकेको छ माझबाट चाहिँ यो चाहिँ हामीहरूको रुम हो यो चाहिँ क्लोजेट दामी छ ठुलो छ क्लोजेट चाहिँ है ठिकै छ अब यो रुमबाट हामीहरूको भ्यू यस्तो हुन्छ पार्किङ लट सो गाइज हामीहरू मुभ भइसक्यौँ आजबाट हामीहरूले कि पाइसक्यौँ हामीहरू अब आजबाट मुभ भयौँ है सो गाइज हामीहरूको टक्क यति यो रुम हो यो चाहिँ किचन सानो छ उताको किचन चाहिँ ठुलो थियो है हजुर यो मन परेन राम्रो छ यो चाहिँ सुज ऱ्याक ए वासर ड्रायर वासर ड्रायर नै छ र ल जा किचन चाहिँ सानो छ उताको किचन चाहिँ एकदमै ठुलो थियो अनि यो चाहिँ यो हाई सिलिङ चाहिँ दामी छ यो माथिको अनि यो ठिक छ के मन परेन क्लोजेट त भित्रको हो नि कतिवटा क्लोजेट हुन्छ 1 BHK सो गाइज अब यस्तै हो कि ठुलो ठाउँमा बस्यो भने सानो ठाउँमा सर्यो भने चाहिँ यस्तो सो हाइवे एकदमै खाली छ है
भनेपछि त अलमोस्ट देयर हामी है अब पुग्दैछौँ। कस्तो राम्रो हरियो भएको छ है। सो गाइज अलमोस्ट हामी पुग्दैछौँ। पिकनिक गाइज पिकनिक। म आफै एक्साइटेड भइरहेको छु कि मनमा जति दुःख भए पनि मुहारमा हाँसो लिएर हिँड्नुपर्छ। यहाँ मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ गाइज। सो गाइज अलमोस्ट हामी यहाँ पुगिसक्यौँ। लेट्स सी अब हाम्रो गाइजहरू के गर्दैछन्। गाली गर्छन् होला है, 12 बजिसक्यो। सरी गाइज, म अलि थिएँ, बिजी थिएँ। मेरो एकदम इम्पोर्टेन्ट काम थियो। म आज मुभ हुँदैछु अपार्टमेन्ट। सो गाइज सरी है सबैजनालाई यो भिडियोबाट। अनि अलमोस्ट हामीहरू यहाँ पुग्दैछौँ। सो गाइज फाइनली हामी हाम्रो स्पोटमा पुगिसक्यौँ। सो हामीहरूको गाइजहरू चाहिँ त्यहाँ पुरा झुमेर बस्दैछन् दूर दूर चाहिँ। सो गाइज यो सिधै लेक छ, यस्तो पुरा खतरा भ्यू लेकको। अनि हामीहरू चाहिँ फाइनली पुग्दैछौँ। पछाडि उडिरहेको छ। सो गाइज अब फाइनली हाम्रो स्पोटमा म पुगिसकेँ। हामीहरूको गाइजहरू पुरा चस्मा टल्काएर हेरिरहेछन्। ओहो मिठो हुँदैछ। यहाँ के हुँदैछ हौ? टल्किरहेको छ त चस्मा। ओहो कर्ली कर्ली कपाल तिम्रो। हाई क्रिसु। हेलो गाइज। हाई मिमी। आम गुड। ल गाइज है ल यो हामीहरूको पुरा हेर पुरा यो हुँदैछ है पुरा। ओहो तयारी कडा छ है गाइज। ल ओ माई गुडनेस के हो यो? मेरो त खसीको मासुमा खाएको है। ओ माया। हाई माया। ल गाइज है हाम्रो माया क्याप्चर हुँदैछ। धेरै धेरै सुनेको थिएँ मायाको बारेमा। माया लुक माया माया। ओ माया माया फाइनली माया इज हियर। हजुर गाइज हामीहरूको गाइजहरू एकदमै जोसमा पुरा हेर त। ओ माई गुडनेस बार्बिक्यूको लागि रेडी भइसक्यो है। ओहो सो गाइज हामीहरूको गाइजहरू पुरा गिटार पनि छ क्या यहाँ त। पुरा आज म्युजिक नाइट हुन्छ यहाँ। केटीहरू चाहिँ हातमा हात राखेर उभिरहेको अवस्थामा छन्। पुरा इन्ट्रेस्टिङ कुरा के छ भने यहाँ डिएसएलआर आइसक्यो है। क्यामेराम्यान है टक्क गएर ओए ल गाई चिया बनाउने होइन ल। ओए होए हेर अब चाउचाउ नेपालको चाउचाउ हो। सबजना आफ्नो बिहान बिहान चाउचाउ खाँदैछन् भोक आएर सबैजनाहरू। नै म खान्न अहिले। सबजना भोकाएर कुर्सन खाँदैछन्, कोही चाउचाउ खाँदैछन्, कोही खोज्दैछन् के छ भनेर, कोही ड्रिङ्क गर्दैछन्, कोही हेरेर बसिरहन्। ल ओहो चाउचाउ मिठो रे। ल सुरु गरौँ गरम गरम। यहाँ माया दौडिरहेछ होइन। अनि मायाको टेन्ट यहाँ छ कि मायाको लागि टेन्ट छ यहाँ। इन्ट्रेस्टिङ कुरा भइसकेको छ है। यस्तो माया छ यहाँ। मायालाई माया मायालाई माया नै माया छ। चाउचाउ ग्याङहरू सम्मी देख्दाखेरि त नेपालकै याद आयो। नेपालको नै याद आयो यार यो देख्दाखेरि। बाफ रे म खान्न। क्यामेराम्यानलाई छुट्टै आफ्नै पारा छ यहाँ। ए छोडेर आयो तिमी? कडा कडा चटपट बनाउनको लागि सब रेडी गर्दैछन्। कस्तो राम्रो देखेको। यिनीहरू तिनै हुन् बायोपसमा काम गर्नेहरू।
तिनी सुगाइज है एउटा एकदमै राम्रो चिज देखाउँछु हामीहरूको गाइजहरू के गर्दैछन् भनेर देखाउँछु यस्तो राम्रो भनेर भाडा दिँदैछन् कस्तो राम्रो देखिन्छ भाइ ओ माई गॉड लौ हेर यस्तो जुत्ता लगाएर यस्तो चप्पल लगाएर यस्तो भइरहेछ अवस्था यसलाई पानीको फोर्सले आउँदो रहेछ त्यसरी गाइज यस्तो भइरहेछ अनि अब हाम्रो नेक्स्ट भनेको माया चाहिँ आफ्नो टेन्टमा बस्नलाई मायाको लागि रेडी हुँदैछ शीतलमा राख्नु त दाइ ल मायालाई जुनकेलाई के मतलब छैन है लेट्स गो 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 कम 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 घाम भयो ओए होए चटपट खानको लागि रेडी भइसक्यो हाम्रो सस स्टकहरू हो गाइजहरू सब भोकाको अवस्थामा छन् कोही चाउचाउ खाँदैछन् फेरि यहाँ छुट्टै टोली छ यिनीहरू एउटा यहाँ विक्रम छुट्टै छ नि यहाँ केटी आलु उसिनिँदैछ यहाँ अनि यसलाई छोप्ने छैन है त्यही भने यस्तो चलिरहेछ हामीहरूको खानालाई रेडी ओइ खोइ चटपट रेडी भइसक्यो पुरा ऊ चटपटवालाहरू ओए कस्तो छ त चटपट कस्तो छ फाइनलमा चटपट हो मिठो छ ल म टेस्ट गर्छु लगाइस म पनि चटपट खान्छु अब पिरो कमी छ अरू सब ठिक छ गाइस के छ के भन्नु छ चटपटको बारेमा आवाज सानो भयो म्युट तो गाइस हामीहरूको दिदी बहिनीहरूले के भन्दै हुनुहुन्छ नेपालीहरूको पिकनिकमा चटपट नभएर अधुरो छ अरे दाईको इन्ट्री भयो दाई भाउजूलाई वेलकम सो फाइनली सबनमको इन्ट्री भयो वेलकम सबनम ल वेलकम भाउजू ल वेलकम 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 ओहो यहाँ त भाउजूको हातको अचार खानको लागि यस्तो लाइन हाई प्रिन्सु के हो यो अचार कहाँबाट आयो यो कहाँबाट आयो अचार अचार भाउजूले अरू के गर्दै हो पुरा आलु छिल्दैछन् गाई के बनाउनुलाई पानीपुरी बनाउनुलाई ल है ल ल यो पो हो त पिकनिक प्योर पिकनिक नेपालीको पिकनिक पोर्कवाला ओहो पोर्क पाक्दैछ यहाँ कडा अनि यहाँ चाहिँ के हो यो पानीपुरी वाउ क्या कलर छ मिठो कोक वाली यहाँ कस्तो छ त नि कस्तो छ दामी यम्मी यम्मी भोलि कन्टिन्यू पिकनिक भोलि पनि पाइनापल ल्याउ न होइन सिङ्गै कसरी आने सिङ्गै त खाने
ल म्युजिक सो चल्दैछ यहाँ है सर कडा म्युजिक सो है कडा कडा सो गाइज हाम्रो इन्ट्रेस्टिङ पार्ट भनेको है हामीहरू उनो खेल्दैछौँ तास त त्यहाँ छ त ऊ यो उनो सिक्दैछ फर्स्ट टाइम आउनु तेरो सबजना उनो खेल्नको लागि एक्साइटेड छन् है ल हौसला रेडी हो उनोको लागि ल इन्ट्रेस्टिङ पार्ट के भयो भने उनो नजान्ने मान्छेले नै उनो जितेर यहाँ जितिसक्यो यहाँ त्यही तास जस्तै हो क्या 5-7 टिपुरी सेक्सन सुरु हुँदैछ यस्तो हावा चलिरहेछ है हुन्छ अनि यहाँ चाहिँ हामीहरूको चिकन खसीको मासु पाक्नको लागि बाफ रे रणधीर कडा कडा ओ भाइ बाफ रे खसीको मासु भाइ राम्रोसँग पकाऊ है ल गाइस मेरो पानी राखेर गरे नि मिठो छ एकदम मिठो देख मात्र रहेछ पानी र पुरी मात्र रहेछ आलु हाल्नु सेड ए गर्दिन ने पानीमा आइसक्नु सो गाइज अहिले यस्तो वेदर छ होइन वेदर होइन सनसेट हुँदैछ यहाँ सब गाइजहरू आफ्नो पारामा फेरि सुतिरहेको छन् पुरा कोही सुतिरहेको छन् सुस्ताएर पल्टिरहेछन् कोही यहाँ बसिरहेछन् कोही यहाँ खाना खाँदैछन् यहाँ पुरा चिलमा छन् अनि यहाँ चाहिँ पानी सार्ने काम हुँदैछ यहाँ चिलमा यहाँ मासु भात पाकेर पनि सबले खाइसके अनि अथेन्टिक यो हाम्रो प्रेसर कुकरमा होइन मासु सिद्धाएर झोल मात्र बाँकी छ टक्क सो गाइज आज एकदमै रमाइलो भयो यो क्रेडिट सबैलाई जान्छ है थ्याङ्क यू सो मच सबैजनालाई हामीहरूको पिकनिक सक्सेसफुल भयो सो गाइज अब चाहिँ म यो भिडियो यहीँ इन्ड गर्न चाहन्छु बाई गुड नाइट सी यू नेक्स्ट भिडियो